नमस्कार, म सीता विके। कार्यक्रम स्वाभिमानमा तपाईलाई हार्दिक स्वागत छ। हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म आउने कार्यक्रम स्वाभिमानमा आज भने हामीले मिडियामा महिला सहभागिताको कुरा गर्नेछौँ। आज हामीसँग कुराकानी गर्नको लागि हुनुहुन्छ क्रियाशील पत्रकार महिला WWJ का अध्यक्ष रामकला खड्का। कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। हस्, धन्यवाद सीताजी। कि यहाँ खास कसरी जोडिनु भयो पत्रकारितामा? धन्यवाद। खासमा चाहिँ अब म चाहिँ मेरो पढाइको विषय भन्नुपर्दा म विज्ञानमा चाहिँ मैले वनस्पति शास्त्र लिएर चाहिँ मैले डिग्री गरेको हो। बाल्यकालमा चाहिँ म डाक्टर बन्छु नै भन्ने थियो। पढ्दै जाँदाखेरि अब यो विभिन्न परिस्थिति र आर्थिक अवस्थाको कारणले गर्दा पनि अब उता मैले स्कलरसिपमा नाम निकाल्न सकिनँ र बिस्तारै अगाडि पढाइलाई बढाउँदै लैजाँदा मैले मास्टर पढ्ने बेलामा चाहिँ सूचना विभागको तालिम लिने अवसर पाएँ। तालिम लिँदै जाँदाखेरि मलाई यो पत्रकारिता क्षेत्रमा रुचि बढ्दै गयो र अन्नपूर्ण पोस्टको सुरु हुँदाखेरि नै मैले त्यहाँ निवेदन दिएर नै निकालेर चाहिँ जोइन भएँ। लेख्दै जाँदा त्यो विषयमा अलिकति दखल हुँदै जाँदा त यसलाई नै एउटा करियर बनाउने चाहिँ निचोडमा पुगेँ। साइन्स पढेको मान्छे पत्रकारितामा लाग्दा कुनै पश्चाताप लागेको छैन? त्यस्तो खासै पश्चाताप त छैन, किनभने मेरो एकजना गुरु हुनुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो तपाईँ जुन क्षेत्रमा लाग्नुहुन्छ त्यही क्षेत्रमा अब्बल हुन सक्नुभयो भने त्यो नै हाम्रो उपलब्धि हो भनेर उहाँले भन्नुहुन्थ्यो र त्यो कुरा म सधैँ सम्झन्छु र थोरै अफसोस त छ। तर त्यसलाई पनि मैले बिचबिचमा कलेजहरूमा पढाएर मैले आफ्नो विषय विज्ञानलाई चाहिँ उपयोग गर्दै आएको छु र यस क्षेत्रलाई भविष्य बनाउन चाहने बहिनीहरूको लागि पनि केही गर्न सक्छु कि भनेर क्रियाशील पत्रकार महिला मार्फत चाहिँ अगाडि बढिरहेको छु। र हजुर, अहिले महिला पत्रकारको सहभागिताको अवस्था चाहिँ कस्तो छ नि? पहिला भन्दा निश्चय नै धेरै राम्रो छ। हामीले एउटा रिसर्च पनि गरेका थियौँ वुमेन इन न्युज रुम भनेर। पहिला ब्याचलर पास भएर पत्रकारितालाई आफ्नो करियर बनाउने निकै कम हुन्थ्यो, तर कम्तीमा ब्याचलर पास गरेर यसमा लाग्ने र धेरैले डिग्री पनि पास गरिसक्नु भएको छ। राम्रा मानिने बिटहरूमा पनि काम गर्न दिने हुँदा उहाँहरूले त्यसमा क्षमता अभिवृद्धि र आफूले निखार्दै अगाडि बढाउन सक्नु भएको छ। हजुर, तुलनात्मक हिसाबले त्यही सङ्ख्यामा महिलाको सहभागिता वृद्धि हुनुपर्ने हो, तर अझै पनि कम नै देखिन्छ। अनि साँच्चै अझै महिला पत्रकारको सहभागिता बढाउनको लागि यहाँहरूको संस्थाले के गर्दैछ? 50 जिल्लाभन्दा बढीमा चाहिँ हाम्रो शाखा विस्तार भइसकेको छ र हामीले ती सबै शाखाहरूमा चाहिँ अहिले विभिन्न खालका नेतृत्व विकासका, क्षमता अभिवृद्धिका तालिमहरूका अवसरहरू चाहिँ पत्रकार महिलालाई दिइरहेका छौँ। लेखन वृत्ति जस्ता अवसरहरू चाहिँ प्रदान गर्दै आएका छौँ। हस्, समय र विचार दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। अझै पनि महिला पत्रकारको सहभागिता बढाउन सरकारवाला पक्षले ध्यान दिन जरुरी छ भने महिला पत्रकार पनि आफ्नो क्षमता अभिवृद्धि गर्दै निरन्तरता दिन जरुरी छ। अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अर्को हप्ता यसै समयमा फेरि भेटौँला। नमस्कार।